गाइस आज हामी गर्नेछौँ यिनीहरू फेस वासहरूको पुरा सबै मेरो आफ्नो फेसहरूमा लगाउनेहरूको अनबक्सिङ। हेरौँ कुन चाहिँ दामी हुन्छ अनि हामीलाई दिनसक्छ होला राम्रो खालको इफेक्ट र राम्रो खालको टाइम। हामीहरू पहिला सुरु गर्दैछौँ। अब मलाई लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् साथीहरू, भन्दा तपाईँलाई म नयाँ नयाँ भिडियो बनाइदिनेछु। चढ्नुहोस् चढौँ, सुरु गरौँ कि साथीहरू। पहिला हामी हेरौँ यहाँ कुन चाहिँ छ। यहाँ छ कोरले जोन हो, के तपाईँहरू पढ्न सक्छ भने पढ्नुहोस्, यिनीहरू सक्छ भने पढ्नुहोस् है साथीहरू ल। अनि हामी आज देखाउनेछौँ, यिनीहरू देख्नुभयो होला तपाईँहरूले। अब योहरूलाई गर्नुहोस्, हेर्नुहोस् 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 साथीहरू। अनि गरौँ है साथीहरू, हेर्नुहोस् है यिनीहरू। अब फर्स्ट हामी अनबक्सिङ गर्नेछौँ योको। अब यसलाई हेरौँ न साथीहरू कस्तोहरू छ। एकछिन है साथीहरू, एकछिन नै हेरौँ है साथीहरू कस्तो यसरी हेरौँ त, खोलेर हेर्नु यस्तो खालको अनबक्सिङ छ। फर्स्टमा यसको के हो साथीहरू, हेर्नुहोस् है कस्तो निस्किन्छ होला, हेर्नु है साथीहरू। आज म त तपाईँहरूलाई अनबक्सिङ गरेर देखाउँदैछु कि यहाँ हेर्नुहोस्, यो हो एउटा क्रिम। हामी यसलाई वासले गर्दा लगाउन सक्छ हामी। हेर्नुहोस् है साथीहरू, हामीहरू यसलाई पुरा वास गर्दाखेरि लाउनुहोस् अनि यसको ब्रिलियन्ट टाइम हुन्छ। हेर्नुहोस् यता यसलाई गर्नुपर्छ 4 ड्रप्सहरू कि 4 ड्रप्सहरू लाउनुहोस् कि पुराहरू गर्दैछ र 0% अरे साथीहरू। हेर्नुहोस् है यहाँ त्यहाँ हेर्नुहोस् 0% छ। हेर्नुहोस् है यस्तोहरूलाई खोज्नुहरू मलाई पुरा टाइम लाग्छ साथीहरू। लाइक सब्सक्राइब त गरिदिनुहोस् न साथीहरू। हेर्नुहोस् है कस्तो राम्रो छ। अनि हामी हेर्दैछौँ यसको कति छ यो साथीहरू। हामी त हेर्दा त राठी भइस होला, हुन्छ हेरौँ न साथीहरू। अब यसको प्राइस कहाँ छ हो साथीहरू, हेरौँ ल यसमा के गर्दैछ। यसमा लेखेको छ पहिला क्रिमहरू लगाउनुहोस् साथीहरू। अब हामी अर्कोमा बढौँ साथीहरू, यो राखौँ। अब मेरोमा छ अर्को ब्रिलियन्ट प्राइमको, अनि यसलाई हामी अनबक्सिङ गर्नेछौँ। यसले एकछिन न साथीहरू, एकछिन न साथीहरू। अब हेरौँ न साथीहरू के होला यसको अन्त भित्र। खोलिहालेँ मैले साथीहरू, हेर्नुहोस् है। हेरौँ है साथीहरू के आउँछ होला यसबाट। पुलिस राम्रो आउँछ है दाम, मैले पुरा दाम बेच गरेको छु मेरोमा मैले आफ्नोको लागि। अब हेरौँ है साथीहरू, पहिला फर्स्टमा आउँदैछ हाम्रोमा के आयो। पहिला यो सानो क्रिम, यसले अब तपाईँहरू यसमा फेसमा लाउनुहोस्, एन्टिफ्राइजेस गर्नुहोस् र पुरा हो नेचुरल हो, राम्रो हो साथीहरू। हेरौँ है यसको भित्र अलिक के छ। एउटा कपी पनि दिएको छ हेर्नु साथीहरू। म त तपाईँलाई एक दिन पढेर भन्छु यो ल। र अब हामी हेर्नेछौँ, अब राम्रो छ हेर्नुहोस् है साथीहरू। अब हामी यसलाई रिपकोस लिङ्क भन्ने एउटा एपबाट मगाउन सक्ने छ। हेर्नुहोस् साथीहरू, यसको म्यानुफ्याक्चर भएको रहेछ साथीहरू 1900मा। अनि एमआरएफ त पुरा पैसा छ, पट पुरा भनिदिएछ 1900 रहेछ। तपाईँहरूलाई अनलाइनमा पनि किन्नु सक्छ मेरो नाम भनेर हेर्नुहोस्। अनि म तपाईँलाई लिङ्क पनि पठाउन सक्छु। अनि हेर्नुहोस् यो कस्तो दामी छ साथीहरू। अब यो राखेर हामी अर्को हेर्दैछौँ यो। अब हामी यसलाई फेरि यसलाई पनि अनबक्सिङ गर्नै पऱ्यो साथीहरू। हेरौँ ल एकछिन साथीहरू, नगर्नुहोस् है के नगर्नुहोस् है अहिले। तपाईँहरूले स्किप गर्नुभयो भने म के गर्नु साथीहरू। हेर्नुहोस् है हेरौँ साथीहरू, गर्दैछौँ कि हामी घट्नु साथीहरू। एकछिन साथीहरू, म एकछिन काट्दैछु, तपाईँ एकछिन बस्नुहोस् एकछिन है साथीहरू। इन्तजार गयो तपाईँहरूको। हेर्नुहोस् अब कसो हुनेछ साथीहरू, हेर्नुहोस् है। तपाईँहरूको इन्तजारमा मैले यस्ता तपाईँको लागि लिएको छु। अब हेरौँ के छ। अब यस्तो फेस वासलाई रहेछ हेर्नुहोस्, यस्तो ब्रिलियन्ट यस्तो आइडियाले बनेको रहेछ साथीहरू। अब मैले त खोलेर हेर्न सक्दिनँ कि म यसलाई ल्याउन सक्छु। हेर्नुहोस् यसमा पनि दिएको छ एउटा स्किप, म फेरि हेरेर पनि पढेर तपाईँलाई भन्न सक्छु कि म एकछिनमा पढेर भन्छु तपाईँलाई। ओके साथीहरू, यसलाई पनि राखौँ यता ल साथीहरू। अब अर्को हो यो मेरो फेभरेट होला यो, किनभने यहाँ पनि क्रिमै होला मेरो। प्लिज क्रिमै फसोस् है साथीहरू। हेर्नुहोस् है तपाईँहरू इच्छा नगर्नुहोस् है साथीहरू कि क्रिम नफसोस्, किनभने क्रिम फस्यो भने चाहिँ तपाईँहरूको फेसको लागि राम्रो हुन्छ नि, क्रिम लाउनुपर्छ नि साथीहरू। अब हेर्नुहोस् है साथीहरू के दिएको रहेछ। यसमा पनि क्रिम दिएको रहेछ। हेर्नुहोस् साथीहरू, यसमा 50% रहेछ साथीहरू पर सेकेन्ड। अनि यसमा दामी रहेछ। हेर्नुहोस् है। अब हेर्नुहोस् है टाउकोमा लगाउनु सक्दैन तपाईँहरू यो त। अब हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् कस्तो राम्रो छ हेर्नुहोस्। अनि वाउ हेर्नुहोस् न
50 केजी ग्रामको यस्तो हेर्नु साथीहरू यस्तोहरू म तपाईँहरूलाई ल्याइदिएको छु अब यस्तो यस्तो गर्नु रहेछ 1 PM भन्ने छ र हामी यस्तो गर्दैछौँ अब साथीहरू हामी अर्को हेर्नेछौँ लास्ट प्रोडक्ट यो फोनहरू जस्तै देख्छ यो फोनहरू जस्तै गर्न सक्छ म यसलाई होम अनबक्सिङ गर्छु साथीहरू पर्खिनुहोस् हेर्नु साथीहरू मैले खोलिसकेँ अब हेरौँ यसको भित्र के होला अधिकले यसरी नै साथीहरू निकाल्दैछ साथीहरू निक्ल्यो हेर्नुहोस् अब लास्टमा चाहिँ यो फेस वास हो राम्रो गर्छ कि साथीहरू अब हेर्नुहोस् अब हेरौँ यसको राम्रो रहेछ साथीहरू युज गर्नुपर्छ कि अलिक दिनमा हेरौँ न कस्तो हुन्छ 100 ml को साथीहरू यो मिठो गर्नु रहेछ साथीहरू राम्रो रहेछ यस्तोहरूको बट्टामा आउँछ कि यस्तोहरू बट्टामा चाहिँ राम्रो कहिले आउँछ कहिले आउँदैन तपाईँहरूलाई ड्राइभ गर्नुहोस् प्रभु तपाईँको नाममा अब तपाईँहरूको नाममा गरिदिएको छु अब साथीहरू मैले यति अनबक्सिङ गरेको छु मैले कति मगाइदिएको छु तपाईँहरूको लागि अब अलिक हेरौँ अनि म तपाईँलाई त्यो लेटर पढेँ भन्छु ल एकछिन पर्खिनु साथीहरू म त्यसलाई पढ्न सकिनँ तपाईँहरूले मलाई गर्दै गर्नुहोस् म तपाईँहरूलाई यस्तो भिडियोहरू गरेको छु लाइक एन्ड सब्सक्राइब गर्नु साथीहरू बाई बाई